हेलो नमस्ते छ्याजाल अनि शुभ बिहानी सम्पूर्ण मेरो साथीहरूलाई धेरै धेरै माया अनि सम्झना। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आजको भिडियो चाहिँ के छ भने साथीहरू, अस्ति दिदीहरूले मलाई के ल्याइदिनु भयो भनेर म त्यो सबै सामान हजुरहरूलाई देखाउने छु है साथीहरू। भिडियो हेर्दै गर्नुहोला। टेन यति हो है साथीहरू मेरो कोसेली चाहिँ। सबभन्दा पहिला भिडियो सुरु चाहिँ यो पन्जाबाट है साथीहरू। नुहाउँदाखेरि लाउने पन्जा रे। यो दुईटा पन्जा ल्याउनु भएको छ। म नापेर हेर्छु है कस्तो हुँदो रहेछ पन्जा। लुजा हजुर नि लाउने के को नुहाउँदाखेरि लाउने है साथीहरू। लुजा जाडोको बेलामा यसरी लगाइदियो तातो भएछ। यहाँ बसेर गर्नु न। हेलो नमस्ते ल। नमस्ते सबैजनालाई नमस्ते भन्नु न। सबैजनालाई नमस्ते। हुन्न हजुर लाउनु एउटा पन्जा ल। मम्मी सानो हो तातो भएछ पुगाल्नु मन पनि लाग्छ होइन। ल नेपाली हो नि साथीहरू है, नुहाउँदाखेरि किन लाउने, अर्को बेला लाइनै हुन्छ है। यो चाहिँ रुमाल, आभेनको लागि रुमाल लिनु, हजुरको लागि रुमाल मैले ल्याएको है। ठुलो रुमाल। यो चाहिँ आभेनको हुड लिनु, हजुरको हुड हामी नाना। यो चाहिँ आभेनको स्पाइडरम्यान नाना है। यो सेटमा यो चाहिँ मेरो सानो छोरालाई यो दुईटा। यो नाइ गर्ने बेलामा के फेरि पनि झाडन, सानो झाडन कति धेरै रुमालहरू। त्यसपछि के को गर्ने त्यसपछि यो टी सर्टहरूको गर्छु। अनि यो चाहिँ सुदितो मेरो नानी पिस वान पिस। अनि यो चाहिँ वान पिस लेगिन्ससँग लगाउने वान पिस छोरीको लागि। अनि त्यसपछि यो दुईटा टी सर्ट अनि यो प्यान्ट अनि यो स्कर्ट चाहिँ युकेमा भएको मेरो दाइ र भाउजूले पठाइदिनु भएको है। यति चाहिँ मेरो दाइ र भाउजूले पठाइदिनु भएको। धेरै धेरै धन्यवाद मेरो दाइ र भाउजूलाई। अनि यो चाहिँ हाइनेक, फाटेकोवाला हाइनेक है साथीहरू। यस्तोमा फाटेकोवाला भाइ हाइनेक। यो हाइनेक हाम्रो चाहिँ छोरी र आमाको लागि चाहिँ कपडा एउटै हुन्छ। यो चाहिँ छोरीको भन्ने कि मेरो भन्ने हामी दुईजनाकै लागि हुन्छ। यो चाहिँ हाइनेक दिदीले ल्याइदिनु भएको। अनि यो हाइनेक पनि दिदीले ल्याइदिनु भएको। त्यसपछि यो स्वेटर चाहिँ मेरो है साथीहरू। यस्तो कलरको थिएन स्वेटर चाहिँ, मैले चाहिँ यो लियो। यो स्वेटर मेरो। अनि यो स्वेटर पनि मेरो। यस्तो मेरो लामो वालामा थियो, छोटो वालामा थिएन, मिडियम साइजको, त्यही भएर मैले यो लियो। यो दुईटा स्वेटर। अनि लुङ्गीमा चाहिँ मैले यो लिएको छु। मलाई चाहिँ लुङ्गी खासै इन्ट्रेस्ट हुन्न, जे भयो त्यही लाउँछ मैले लुङ्गी। मैले लुङ्गी कहिले पनि किनेर पनि लगाउँदैन, आफन्तहरूले जस्तो ल्याए त्यस्तै लाउँछु। अनि यो कालोमा अनि यो मैले चाहिँ यो लुङ्गी तिनवटा लुङ्गी लिएको छु। यो तिनवटा लुङ्गी। अनि यो चाहिँ ओभरकोट है साथीहरू। यो चाहिँ ओभरकोट मेरो छोरीको लागि दिदीले ल्याइदिनु भएको ओभरकोट कालोमा। त्यसपछि यो कुर्ता सुरुवाल। अनि यो चाहिँ कुर्ता अनि यो चाहिँ सल। अनि अर्को टिन टिन
माइक है साथीहरू। यो माइक चाहिँ भिनाले कहिले कहिले टाढा फोन राखेर भिडियो गर्दाखेरि आवाज सुन्दैन भनेर भेनाले चाहिँ मेरो लागि ल्याइदिनु भएको। धेरै धेरै धन्यवाद मेरो भेनालाई। म खोलेर देखाउँछु है साथीहरू के छ। वाउ, दुईवटा हुँदो रहेछ है साथीहरू। मेरो चाहिँ फेरि अलरेडी आवाज चाहिँ ठुलै छ है साथीहरू। नराम्रो आवाज भए पनि आवाज चाहिँ ठुलै आउँछ। यस्तो रहेछ दुईवटा, यस्तो। अनि यो चाहिँ फोनमा लाउने होला। तिनवटा है साथीहरू। थ्याङ्क यू, धेरै धेरै धन्यवाद मेरो भेनालाई यति राम्रो कुर्ता र माइक ल्याइदिनु भएकोमा। धेरै धेरै हृदयदेखि नै धन्यवाद मेरो भेनालाई। अनि यो चाहिँ हुडी है साथीहरू, मेरो ठुलो छोरोको लागि दिदीले ल्याइदिनु भएको। पाइडाहरू चाहिँ ल्याएन किनभने कमर ठुलो सानो हुन्छ, फरक पर्छ भनेर चाहिँ हुडी मेरो बाबुको लागि। त्यसपछि के छ भने अनि यो चाहिँ पन्जु है साथीहरू। मेरो यस्तै अर्को सलहरू चाहिँ थियो, पन्जुमा चाहिँ थिएन, त्यही भएर दिदीले चाहिँ अहिले चाहिँ पन्जुमा ल्याइदिनु भएको रहेछ। अर्को चाहिँ रातोहरू थियो, यस्तो कलरको थिएन, त्यही भएर अहिले चाहिँ दिदीले यस्तो ल्याइदिनु भएको रहेछ। थ्याङ्क यू, धेरै धेरै धन्यवाद। यसरी लाने अनि यो चाहिँ अस्ति दसैँमा मेरो दिदीले गिफ्ट गर्नुभएको है साथीहरू। मैले अस्ति दसैँमा यो हजुरहरूलाई देखाएन, त्यही भएर मैले अहिले दिदीले ल्याइदिनु भएको कपडाहरू देखाउने क्रममा यो पनि देखाएको। यो पनि दिदीले दिनुभएको। अनि यो चाहिँ दिदीले ल्याइदिनु भएको सबै सामान चाहिँ देखाउने। मैले पठाएको चाहिँ देखाएन भनेर मेरो भाइलाई मन दुख्छ कि भनेर यो चाहिँ मेरो भाइले पठाएको साथीहरू जापानबाट, अस्ति भर्खर पठाएको। त्यही भएर चाहिँ धेरै धेरै धन्यवाद भाइलाई यति राम्रो ज्याकेट पठाइदिएकोमा। ल यस्तो छ है हातमा चाहिँ। अनि यो छ चक्लेट। ओइ यो त सबै खोल्दै रहेछ त, कता लाग्यो ओइ। अनि यो चाहिँ मोतीमाला है साथीहरू, दिदीले ल्याउनु भएको मोतीमाला। धेरै धेरै धन्यवाद दिदीलाई यति धेरै सामान ल्याइदिनु भएकोमा। धेरै धेरै धन्यवाद मेरो दिदी र भिनालाई। मैले युट्युब खोल्नुको सबैभन्दा ठुलो उद्देश्य भनेको साथीहरू, हामी कता कता साथीहरूसँग घुम्न जान्छ, आफ्नो परिवारसँग घुम्न जान्छ, कस्तो रमाइलो हुन्छ, कस्तो राम्रो राम्रो ठाउँ हुन्छ। अनि यसरी आफन्तहरूले कस्तो राम्रो राम्रो गिफ्टहरू ल्याइदिएको हुन्छ, कपडाहरू ल्याइदिएको हुन्छ, खिचेर भिडियोमा हाल्यो भने मेमोरी हुन्छ भनेर चाहिँ मैले यो युट्युब खोल्न सुरु गरेको साथीहरू। अहिले चाहिँ मैले भिडियो बनाएर हजुरहरू सामु देखायो मेरो दिदीहरूले के ल्याइदिनु भयो भनेर। अहिले मात्र होइन है साथीहरू, मेरो दिदी पहिला इन्डियामा हुँदाखेरि पनि मेरो दिदीले चाहिँ भित्र लाउने कपडादेखि लिएर मेरो बच्चाहरू र मेरो चाहिँ सबै कपडा चाहिँ मेरो दिदीले ल्याइदिनु हुन्थ्यो। मेरो दाइ पनि हुनुहुन्छ इन्डियामा। मैले कुर्ता कहिले पनि किनेन, मैले जस्तो कुर्ता लाउँछ त्यो कुर्ताहरू चाहिँ सबै इन्डियाबाट मेरो दिदी र मेरो दाइहरूले ल्याइदिनुहुन्छ। मैले चाहिँ कपडा कहिले पनि किन्दैन है साथीहरू, कहिले कसो यसो मन परेको कपडा किने मात्रै, नत्र भने मैले कपडा किन्दैन। किनभने मेरो दाइहरू, मेरो दिदीहरू र मेरो भाइ र दाइको छोराहरू उता युकेमै हुनुहुन्छ सबैजना, त्यही भएर उनीहरूले ल्याइदिरहेको हुन्छ। अहिले चाहिँ दिदीले ल्याइदिनु भयो। दिदीलाई मात्रै होइन कि जहिले पनि ल्याइदिनुहुन्छ मेरो आफन्तहरूलाई। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो चाहिँ यति नै है साथीहरू। बाइ बाइ।